हेलो एभ्रिवन, नमस्ते सम्पूर्णमा। र आज म तपाईहरुको समक्ष एउटा सानो विषयवस्तु लिएर उपस्थित भइसकेको छु मित्रहरु। र आशा छ तपाईहरुले यो भिडियोलाई पुरा हेरेर आफ्नो प्रतिक्रियाहरु राख्नुहुनेछ। र विषयवस्तु रहेको छ हामीहरुले आफ्नो परिचय कसरी दिने आफ्नो हैन त्यस सम्बन्धीमा म तपाईहरुलाई इंग्लिशमा प्लस नेपालीमा पनि राम्रोसँग बुझाउने कोसिस गर्नेछु। र हामी सुरुवात गरौँ अब ग्रीटिङ देखि है त। कसरी ग्रीटिङ गर्ने सुरुमा हैन भेट्दा बित्तिकै। र हामीले कसैसँग पनि सुरुमा जम्का भेट भइसकेपछि हामीले सर्वप्रथम हामीले ग्रीटिङ नै गर्नुपर्ने हुन्छ साथीहरु है। ग्रीटिङ हामीले कसरी गर्छौं भनेपछि हामीले बिहान छ भने गुड मर्निङ भनेर गर्छौं। अनि दिउँसोको छ भने चाहिँ गुड आफ्टरनुन भनेर गर्नेछौं। र बेलुकाको छ भने चाहिँ गुड इभिनिङ भनेर चाहिँ गर्नेछौं है। गुड इभिनिङ सर हैन, गुड मर्निङ सर, गुड आफ्टरनुन सर भनेर हैन। र यदि साथीभाइहरुसँग छौं, साथीभाइहरुसँग जम्का भेट हुँदैछ भने चाहिँ हाई एभ्रीवन भनेर पनि हामीले ग्रीटिङ गर्न सकिन्छ। र त्यति भनिसकेपछि चाहिँ हामीले आफ्नो नाम भन्नुपर्ने हुन्छ हैन। माइ नेम इज सागर घरती मगर हैन। र यति मात्र भन्दा पनि हुन्छ कि तपाईहरुले आई एम सागर घरती मगर मात्र भन्दा पनि हुन्छ। त्यति भनिसकेपछि चाहिँ फेरि आफ्नो ठाउँको नाम पनि भन्नुपर्ने हुन्छ है। अब नौलो साथीहरुलाई चाहिँ हैन, नौलो अब कुनै पनि ठाउँमा अब भेट भइसकेपछि हैन ग्रीटिङ गरिसकेपछि आफ्नो नाम भन्नु पर्यो। नाम भनिसकेपछि आफ्नो ठाउँको नाम पनि भन्नुपर्ने हुन्छ। भनेपछि ठाउँको नाम चाहिँ आई एम फ्रम रोल्पा हैन। म चाहिँ आई एम फ्रम रोल्पा भनेको चाहिँ म रोल्पा देखि हो हैन। I live in Butol since 5 years हैन। I live in Butol since last 5 years भनेर चाहिँ म बुटोलमा बस्ने गर्छु। बुटोलमा 5 वर्षदेखि चाहिँ विगत 5 वर्षदेखि चाहिँ म बुटोलमा बस्ने गरेको छु हैन। I am from रोल्पा, म रोल्पा देखि हो। I live in Butol since last 5 years। अब त्यसपछि चाहिँ हामीहरुले चाहिँ फेरि हाम्रो आफूले के गरिरहेको छु त्यो कुराहरु पनि भन्नुपर्ने हुन्छ हैन। त्यसपछि हामीले काम जब गर्दैछु भन्ने हामीले आफ्नो वर्क एक्सपिरियन्सहरु भन्ने। I have been working as a manager at Global IME Bank since last 4 years हैन। म ग्लोबल IME बैंक मा म्यानेजरको रूपमा काम गर्दै आइरहेको छु भने है। त्यसपछि चाहिँ त्यति भनिसकेपछि चाहिँ फेरि आफ्नो कुराहरु सिद्धाउनु पर्यो भने चाहिँ क्लोज गर्नुपर्ने हुन्छ है। That's all my side हैन। त्यसरी चाहिँ हामीले भन्नुपर्ने हुन्छ। यसरी तपाईहरुले आफ्नो परिचय सजिलै तरिकाले दिन सक्नुहुनेछ। जस्तै हाई एभ्रीवन, गुड मर्निङ, माय नेम इज सागर घरती मगर, आई एम फ्रम रोल्पा, आई लिभ इन बुटोल सिन्स लास्ट 5 years, आई हैव बीन वर्किङ एज अ म्यानेजर एट ग्लोबल आईएमई बैंक सिन्स लास्ट 4 years, दैट्स ऑल माय साइज हैन। हाई एभ्रीवन सम्पूर्णमा नमस्ते, गुड मर्निङ अथवा नमस्कार हैन। माय नेम इज सागर घरती मगर, म सागर घरती मगर हो। आई एम फ्रम रोल्पा, म रोल्पा देखि हो। I live in Butol since last 5 years, म बुटोल विगत 5 वर्षदेखि बसिरहेको छु। I have been working as a manager at a global IME bank since last 4 years, म ग्लोबल IME बैंक मा विगत 4 वर्षदेखि म्यानेजरको रूपमा काम गर्दै आइरहेको छु हैन। जस्तै हैन दैट्स ऑल माय साइज। यति नै हो मेरो तर्फबाट। यसरी एकदम सजिलै तरिकाले आफ्नो परिचय भन्न सक्नुहुन्छ है साथीहरु तपाईले।